गाइस व्हाट्सअप हैन आज चाहिँ म यहाँ माछा छ नि यहाँ चाहिँ माछा चाहिँ मार्न खोजेको है तलसम्म तपाईँ देख्न सक्नुहुन्छ नि यो चाहिँ जति पनि देख्नु भएको छ यो एकदमै तलसम्म गइरहेछ है अनि तलसम्म गइरहेछ अनि यो माछा चाहिँ म अब मार्नलाई सबैभन्दा सजिलो छ है यो चाहिँ फेरि टक्कसँग यसलाई यहाँ राख्ने हो यसलाई यहाँ राख्दिने यसरी राखेपछि चाहिँ हामीले माछा मार्नलाई सजिलो हुने भयो एकैचोटि यसलाई छोप्दिने यसरी हेर्न सक्नुहुन्छ है अब मर्नु आँटिसक्यो त्यो माछा मारेर चाहिँ एकचोटि हेरौँ न के कतिको माछा रहेछ यहाँ होइन माछा छ कि छैन भन्ने चाहिँ हामीलाई थाहा भइहाल्छ है अनि यहाँ चाहिँ यस्तो छ ढुङ्गा हाल्नुपर्ने हुन्छ यहाँ बगिसक्यो खोला बगिसकेको छ यहाँ अब माछा मार्नुपर्ने छ यहाँ अनि यसलाई चाहिँ मजाले गर्नुपर्ने हुन्छ यसरी माटो हालेर माछा चाहिँ छ कि छैन होइन यहाँ मर्नु आँटिसक्यो माछा चाहिँ अब यहाँ यस्तो छ मार्नुपर्ने हुन्छ हामीले चाहिँ माछा चाहिँ सायद छ जस्तो लागिरहेछ मलाई चाहिँ है हेरौँ माछा छ अनि आज माछाको तरकारी बनाएर खाइन्छ यो खोला मर्नु आँटिसकेको छ यहाँ चाहिँ गइसकेको छ यहाँ अगाडि है अनि यस्तो छ माछा चाहिँ अब यहाँ छ जस्तै भइरहेछ मलाई चाहिँ है जहाँसम्म है यहाँ माछा बब्बाभरि माछा छ जस्तो लागिरहेछ यहाँ अहिले हेर्नुपर्छ हामीले माछा छ या छैन भन्ने कुरा चाहिँ थाहा भइहाल्छ है हामीलाई है गाइस अनि माछा छ भने राम्रो भइहाल्यो तरकारी पुग्ने भयो आज अनि यहाँ चाहिँ दुईतिर भइसकेको छ यहाँ चाहिँ मरिसकेको छ माछा चाहिँ अब छ या छैन भन्नेमा मात्र हो हामी चाहिँ है गाइस अनि यहाँ माछा छ छैन भन्ने कुराहरू चाहिँ अब तपाईँहरू हेरेरै छुटाउनुहुन्छ है यहाँ माछा थियो भने चाहिँ आज तरकारी पुग्छ है एकदम तलसम्म मर्छ यो चाहिँ है अनि यहाँ माछा छैन भने चाहिँ मर्दैन है अनि यहाँ चाहिँ अब माछा छ कि छैन भनेर चाहिँ अब तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँ चाहिँ अहिले माछा छ या छैन थाहा छैन अहिलेसम्म होइन तर जहाँसम्म लागिरहेछ छ जस्तो लागिरहेछ मलाई चाहिँ माछा चाहिँ मऱ्यो एकदमै मैले यहाँ पठाइसकेको छु अनि यहाँको लागि है फेरि यहाँ चाहिँ मरिसकेको छ माछा चाहिँ अब छ कि छैन हेर्न बाँकी छ है गाइस ओके हामी हेर्नेछौँ गाइस है अहिले चाहिँ यहाँ माछा मैले पानी फर्काइसकेको छु है गाइस है पानी फर्काइसकेको छु मैले अब भनेको माछा छ छैन भन्ने चाहिँ हामीलाई थाहा छैन अहिले माछा थियो भने पक्कै पनि माथि नै आउँछ है अहिलेसम्म देखिएको छैन हेर्दै जाउँ अहिले अनि त्यहाँ चाहिँ टक्कसँग मरिसकेपछि मात्र आउँछ माछा चाहिँ है अनि हेर्नुपर्छ अहिले माछा छ छैन भन्ने कुरा पत्ता भएको छ अब हामी चेक गर्नेछौँ त अहिले यहाँ पानी चाहिँ मरिसकेको छ है अब माछा हेर्नेछौँ है त यहाँ माछा छ या छैन भनेर चाहिँ हेर्नेछौँ यहाँ माछा चाहिँ हेर्दैछु म है अहिले मजाले पानी मरिरहेको छैन अहिले चाहिँ र माछा जहाँसम्म लाग्छ छ जस्तो लागिरहेछ मलाई चाहिँ है हुन्छ हामी अहिले भिडियो रोक्नेछौँ माछा हेर्ने अवश्य पनि फेरि भिडियोलाई चाहिँ चालु गर्नेछौँ है माछा चाहिँ छ जस्तो लागिरहेछ है मलाई चाहिँ किनभने यो धेरै वर्ष महिना दिन भइरहेछ नि त माछा मारेको छैन मान्छेहरूले र छ जस्तो लागिरहेछ मलाई चाहिँ अनि यहाँ हेर्नुपर्छ अब हेर्नुपर्ने हुन्छ माछा अब हेर्दै जाउँ माछा हुनु पऱ्यो र माछा चाहिँ हुनु पऱ्यो होइन कतिको छ या छैन माछा हेर्दै जाउँ माछाहरू देखिएको छैन अहिले चाहिँ मर्नु चाहिँ पानी मरिरहेछ माछा पो छ कि छैन भनेर चाहिँ कन्फ्युज भइरहेको पाहा जस्तो चाहिँ देखियो है तर यो के हो थाहा छैन होइन यो चाहिँ यसलाई हेर्नु पऱ्यो के रहेछ यो के हो यो माछा हो
माछा चाहिँ छैन जस्तो छ। यहाँ आए माछा छ जस्तो छ है, माछा छ जस्तो छ यहाँ। कहाँ गयो? माछा चाहिँ हेर्नुपर्ने हुन्छ छ कि छैन भनेर, थाहा भइहाल्छ। माछा चाहिँ हेर्नुपर्ने हुन्छ यहाँ। पानी चाहिँ सुकिरहेछ तर माछा देखिएको छैन। माछा चाहिँ देखिएको छैन, गएछ है। हुनु चाहिँ पर्ने हो। यहाँ के छ? माछा चाहिँ छ होला तर पानी मजाले मरिरहेको छैन है माछा। म एकचोटि मजाले मार्छु है त गाछ। हेलो गाइस, म चाहिँ फेरि अहिले चाहिँ म पुरै माछा पानी मारिसकेको छु है। यहाँ डबल मारेर चाहिँ यहाँदेखि पठाइसकेको छु पानी चाहिँ। यो साइडमा गइसकेको छु पानी। अब चाहिँ माछा हेर्न हामी जान्छौँ है त है। माछाहरू पठाउनु पानी चाहिँ सुकिसकेको छ गाइस, पानी सुकिसकेको छ। यहाँ एउटा पाहा भेला परेको छ, पाहा नै हुनुपर्छ यो। यहाँ छ, त्यहाँ छ, यहाँ छ। छ जस्तो छ यहाँ गाइस है। हेर्नुपर्ने हुन्छ। यहाँभित्र पसिसक्यो। निस्किन ओइ, कहाँ गइसो? यहाँ पाहाड छ जस्तो तर यहाँ निस्किन सकेको छैन। त्यो कहाँ गयो थाहा भएन। तर हाम्रो माछा चाहिँ हुनुपर्ने हो। कहाँ गयो माछाहरू छैन। ए माछा होइन, माछा कहाँ गयो? छैन। ए कहाँ पुग्यो माछा? एउटा माछा चाहिँ भेला पर्नुपर्ने हो। एउटा पनि छैन। कहाँ गयो माछा? के को जस्तो लाग्यो। यहाँ रहेछ। यहाँ एउटा माछा देखियो। देखियो माछा कहाँ गयो? गइहाल्यो।
यो छ एउटा माछा चाहिँ भेटियो फाइनल्ली। कहाँ छ माछा? माछाहरू चाहिँ रहेछ गाइस है, तर यो पक्रिनलाई चाहिँ गाह्रो हुँदो रहेछ। माछा गइरहेछ। पाहा ए के हो? के हो? यस्तो माछा पानी मरिरहेछ है। माछा चाहिँ सबै निकालिसकेको रहेछ गाइस है। माछा चाहिँ पाइएन है, माछा पाइएन गाइस। देखिँदैन रहेछ। एउटा माछा आइज न। कहाँ छैन माछा? एउटा आइज न। यहाँभित्र छ तर कसरी निकाल्ने? माछा चाहिँ थियो गाइस है, तर निकाल्न पो सकिएन गाइस। यहाँ रहेछ एउटा माछा चाहिँ निस्क्यो। फाइनली एउटा माछा चाहिँ पक्रिन सफल भयो। एउटा माछा चाहिँ यहाँ छ है, यो हालमै छ। यहाँ चाहिँ एउटा माछा चाहिँ भेटिएको छ। भेट्न चाहिँ ठुलो माछा भेटिएको छ है। अब यहाँ चाहिँ अब हेर्नलाई चाहिँ फेरि यहाँ चाहिँ एउटा माछा चाहिँ भेटियो है गाइस है। 6 मिनट हेर्दाखेरि एउटा माछा यहाँ पनि रहेछ। यहाँ मुनि पनि यहाँ रहेछ है माछाहरू। यहाँ पनि रहेछ माछा है। त्यहाँ पनि भेटियो एउटा माछा। जान आँटिरहेको छ। यहाँ माछा छ यहाँ छ है। ल फाइनली एउटा माछा पर्यो लगाएछ है। एउटा माछा परिरहेछ। यो माछालाई के गर्ने अब? आहा बल्ल बल्ल एउटा माछा भेट्यो है लगाएछ। छमाटा भेट्यो। यहाँ पनि रहेछ, अर्को पनि रहेछ। दुईटा छ है तल, दुईटा छ हैन। अब यसलाई चाहिँ के गर्नुपर्ने हुन्छ भने यहाँ चाहिँ एक्स्ट्रा राखेर अनुसन्धान गर्नुपर्ने हुन्छ। यहाँ अरू पनि छ जस्तो लागिरहेछ मलाई। माछाहरू यहाँ छ, यहाँ देख्न सक्नुहुन्छ। पसिना पसिना भइसकेको छ माछा पक्रेर पक्रेर। यहाँ तल पनि छ है, यो साइडमा पनि छ है भने चाहिँ। यहाँ पनि छ, यहाँ पनि छ माछाहरू। यहाँ देख्न सक्नुहुन्छ नि, माछाहरू यहाँ टन्नै आइरहेछ अहिले। तर यसलाई चाहिँ के गर्ने भन्ने कुरा हो। यहाँ चाहिँ अब कसरी निकाल्ने? माछा चाहिँ छ है। माछा यहाँ छ, दुईटा छ, यहाँ छ। माथि जाँदैछ है। ल माथि जानु दिनु हुँदैन यसलाई। एउटा सिरिसक्यो।